यो बेसिकली साइलेन्ट डिजिज हो र साइलेन्ट डिजिजमा सुरुमा चाहिँ यसमा सबैले रोगको लक्षणहरू देखाउँछन् भन्ने नै छैन। कतिपय मान्छेहरूलाई थाहा पनि हुँदैन कि मलाई प्रब्लम छ र साधारणतः यदि कसैलाई लिभरको समस्या भयो भने जेनरली राइट अप्पर क्वाड्रेन्ट हाम्रो पेटको माथिल्लो पार्टमा अलिकति दुख्ने समस्या हुन सक्छ, आलस्य लाग्ने, खाना रुचि नलाग्ने त्यस्तो समस्याहरू आउँछ। यो यदि अलिकति बढ्यो भने त्यसपछि चाहिँ हामीले जन्डिसहरू हेर्न सक्छौँ, पर्सिस्टेन्ट पेन हुन सक्छ पेटमा, अनि कहिलेकाहीँ चाहिँ मान्छेहरूले चाहिँ अलिक धेरै नै दुख्यो भनेर आउँछौँ। कतिपय मान्छेहरू गल स्टोन डिजिजलाई इभ्यालुएसन गर्दाखेरि फ्याटी लिभरको समस्या लिएर आउनुहुन्छ। सो यो चाहिँ बिस्तारै बढ्दै जाने हो। सो सुरुमा यसको केही लक्षण हुँदैन, पछि साधारण पेनहरू हुन सक्छ र पछि जाँदै गर्दाखेरि हाम्रो धेरै पेसेन्टहरू एकैचोटि लिभर कडा वा सिरोसिस भएर नै आएका छन्। सो उहाँहरूको पनि विस्तृतमा जाँच गर्दाखेरि पहिला फ्याटी लिभरबाटै यो प्रोग्रेस भएको देखिन्छ।